15 to 20 minutes छ. I thought 5 minutes होला, but धेरै नै रहेछ. So म धेरै नै बोल्छु अब. मलाई फेरि बोल्दा बोल्दै इङ्ग्लिस र नेपाली मिक्स म्याक्स हुन्छ. सो म नेपालीमा बोलौँ कि इङ्ग्लिसमा बोलौँ? वाट आर यु कम्फर्टेबल विथ? नेपाली? ओके, नेपालीमा फेरि 50 to 70% इङ्ग्लिस नै आउँछ. सो त्यो चाहिँ बुझ्दिनँ होला. फर्स्ट अफ अल अहिले भर्खर हाम्रो स्नेहा उप्रेतीले दिएको सेसनमा चाहिँ सी इज द विनर अफ लास्ट इयर अन क्याम्पस. यो चाहिँ हजुरहरूलाई थाहा छ कि नै? थाहा छैन? सो ओके, विनरले नै आएर हजुरहरूलाई सेसन दिनुभएको छ भने चाहिँ यु हेभ टु टेक इच एन्ड एभ्री पोइन्ट भेरी सिरियसली. र अर्को चाहिँ रनर अफ टिमको मेम्बर चाहिँ म हो. मेरो टिमको नाम चाहिँ थियो टिम प्रयुजा. म चाहिँ आज यो टी सर्ट लगाएर आउनुको रिजन पनि म कुनै टिम ब्रान्डिङ अथवा स्टार्टअप ब्रान्डिङ गर्न चाहिँ आएको छैन. मेरो बिजनेस अहिले चलिरहेको छैन. बट टिम प्रयुजाबाट कसरी टिम प्रयुजा एज अ बिजनेस ब्रान्डमा गयो र फर्दर के हुन्छ आई डोन्ट नो. बट यदि हर्ट हुन्थेन भने आई वुड हेभ नेभर थट अबाउट बिङ अ स्टार्टअप अर अ इन्टरप्रेन्योर. बुझ्नुभयो? कतिलाई लाग्छ नि कि म यो कुरा त गर्नै सक्दिनँ, मसँग भिजन नै छैन, म्यापिङ पनि छैन, मलाई यो कुरामा 1% पनि इन्ट्रेस्ट छैन भनेको मान्छे हल्टमा आएर बिजनेसप्रति एकदमै इन्थुजियास्ट भएको वान अफ द एक्जाम्पल चाहिँ म आफै हो. र मलाई अहिले एन्टरप्रेन्योरसिप भन्छ आइ एम भेरी मच एक्साइटेड. एन्टरप्रेन्योरसिपको कुनै पनि सेसन छ, प्रोग्राम छ, अरू कम्पिटिसन छ भने आइ एम अलवेज इन्थुजियास्ट टु एटेन्ड एन्ड लर्न देयर. सो अब चाहिँ म भन्न जाँदैछु बिङ अ फरेस्ट्री अन्डर ग्रेजुएट, फरेस्ट्रीमा प्रोबेबिलिटी एकदम धेरै छ. र हर्टमा चाहिँ हर्टले सबैभन्दा मेन प्रायोरिटाइज गर्ने भनेको एसटिजीलाई हुन्छ, विच मिन्स सस्टेनेबल डेभलपमेन्ट गोल्स. सस्टेनेबल डेभलपमेन्ट गोल्सबाट धेरै जस्तो म्याच गर्न सकिने भिजन, आइडिया र कन्सेप्ट विथ प्रोडक्ट भनेको नै मोस्टली इन्भाइरोमेन्टल फिल्डसँग एसोसिएटेड भयो भने हर्टले त्यसलाई झनै अझै बढी के गर्छ, प्रायोरिटाइज गर्छ कि. स्पेसली यदि त्यो अटोमोबाइलको सेक्टरमा छैन अरू कुनै पनि ग्रिन हाउस ग्यासेसको एमिसनसँग छैन, बट if you are prioritizing environmental sustainability then HERT will already give you a plus point in it. र अब चाहिँ म भन्न जाँदैछु हाम्रो स्नेहाले चाहिँ कम्पिटिटिभ स्टेप्स चाहिँ क्ल्यारिफाई गरिदिएको छ भने अब चाहिँ म भन्न जाँदैछु कम्पिटिटिभ स्ट्राटेजी द्याट वाट इज गन मेक यु विन. किनभने हामी 2 वर्षसम्म रनर अप भएको टिम थियौँ. जब हामी एज अ फ्रेसर हाम्रो कम्पिटिसन एटेन्ड गऱ्यौँ हामीलाई हर्टको बारेमा 1% पनि नलेज थिएन कि. इभन हाम्रो स्लाइड अहिले हामीले हेर्ने हो भने के स्लाइड बनाएको होला मैले भन्दा मलाई आफैमाथि हाँसो लगाउँछ कि. बट हाम्रो सेकेन्ड इयर हाम्रो सेकेन्ड एटेम्प्ट थियो र 2 वर्ष हामी रनर अप भयौँ, हामी विनर भएनौँ. तर हामी नेसनल्समा एज अ वाइल्ड कार्ड गएर कम्पिट गरेको हो काठमाडौँमा इन्स्टिट्युट अफ फरेस्ट्रीलाई रिप्रेजेन्ट गर्दै. टप 3 विनर्स जुन हुन्छ विनरहरूको लागि अलरेडी नेसनल्सको बाटो खुल्छ. पहिला पहिला त रिजनल्स भन्ने हुन्थ्यो. अन क्याम्पस विनरलाई बाहिर कन्ट्रीको भिजा दिन्थ्यो, टिकट फ्रीमा आउँथ्यो हर्ट प्राइज फाउन्डेसनबाट. त्यो भएपछि विनर अटोमेटिकल्ली इन्डिया, दुबई जस्तो डिफ्रेन्ट इन्टरनेसनल कन्ट्रीहरूमा गएर हजुरहरूले हर्ट प्राइज रिजनल्स कम्पिट गर्न पाउनुहुन्थ्यो. बट लास्ट इयरबाट स्ट्राटेजी चेन्ज भएको छ. सो यो इयरबाट चाहिँ हजुरहरू नेपालभरिको पोखरा युनिभर्सिटी, पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, इन्स्टिट्युट अफ फरेस्ट्री लगायतको सम्पूर्ण कलेजहरूको विनिङ टिमहरू चाहिँ नेसनल्समा गएर कम्पिटिसन हुन्छ र नेसनल्सबाट चाहिँ एउटा टिम निस्किनुहुन्छ जो चाहिँ विन गरेर फेरि माथिल्लो लेभलमा चाहिँ जानुहुन्छ. त्यो एभ्री स्टेप चाहिँ हाम्रो एभ्री सेसनमा चाहिँ क्ल्यारिफाई हुन्छ. भने अर्को अपर्च्युनिटी हुन्छ हर्ट प्राइजमा एज वाइल्ड कार्ड. र वाइल्ड कार्डको लागि यदि टोटल 40 अन क्याम्पस विनर्स छन् नेपालभरिबाट भने 10 to 15 वाइल्ड कार्डको लागि हर्ट प्राइजले बाटो खुलाइदिएको हुन्छ. विच मिन्स कुनै कम्पिटिसनमा 1-2 मार्क्सको फरकले अथवा आफ्नो बेस्ट दिँदा पनि यदि त्यो टिम चाहिँ विन गर्न सकेको छैन भने इफ यु आर एबल टु क्र्याक द वाइल्ड कार्ड विथ द बेस्ट अफ यर एफर्ट्स यु क्यान एटेन्ड द नेसनल. सो यसमा चाहिँ हाम्रो टप 3 टिम विनर टिम अटोमेटिकली नेसनल्समा जान्छ, सेकेन्ड रनर अप र थर्ड रनर अप अर जुन पनि पार्टिसिपेटिङ टिम थियो जसलाई फिल भयो कि मैले आफ्नो बेस्ट दिएको थिएँ बट आई कुडन्ट पार्टिसिपेट, मलाई नेसनल्समा जानु नै थियो भन्ने छ भने त्यहाँ सेकेन्ड अप्सन हुन्छ यु हेभ टु क्र्याक वाइल्ड कार्ड. त्यसको स्ट्राटेजी पनि हामी अन क्याम्पस राउन्ड सकिसकेपछि वाइल्ड कार्ड स्ट्राटेजी भनेर छुट्टै ओसीबाट अथवा बाहिरको कुनै रिसोर्स पर्सनबाट चाहिँ राख्नेछौँ. सो यो चाहिँ मैले भन्नुको ओभरअल रिजन भनेको अन क्याम्पस विनर र रनर अपबाट आज हजुरले सेसन पाउँदै हुनुहुन्छ. र म चाहिँ त्यो नेसनल्स कम्पिट गरेको त्यो टिम थिएँ जसले चाहिँ 2 वर्षसम्म रनर अप पाएँ
पायो विनिङ ट्याग पाएन र आफ्नो त्यो चुकचुकलाई चाहिँ वाइल्ड कार्डकोबाट मैले आफ्नो सोल सेटिस्फाई गरेको भएर आई लाइक टु टेल यु द्याट कम्पिटिसनमा आएपछि वाइ डु यु कम इन अ कम्पिटिसन जित्नलाई ओके वान रिजन इज जित्नलाई एनी अर्को कुनै रिजन सिक्नलाई थर्ड रिजन बोला हजुर प्रस्तुति ओके पर्फर्मेन्स फोर्थ रिजन ग्रोथ क्युरियोसिटी ओके सो मैले बाँकीको चारवटालाई कटाइदिएँ कम्पिटिसन भने चाहिँ आउने केको लागि हो जित्नलाई लर्न गर्नलाई मेरो लागि क्लासेस छ गुगल छ आई क्यान लर्न बाई डिरेक्टली गोइङ इन टु द स्टार्टअप द ओन्ली थिङ विच आई विल से इज द्याट यदि कम्पिटिसनमा आउँछौ भने जित्नलाई आऊ यदि त्यो आत्मबलले भन्दैन नि द्याट आई वान्ट टु विन म जित्नलाई आएको होइन म जस्ट एटेन्ड गर्छु यदि कसैको मेन्टालिटी छ द्याट आई विल जस्ट गिभ द पर्फर्मेन्स म पिचिङ गर्छु झ्याउला छ कस्तो कहिले सकेला यो हल त मैले देखेको छु धेरैजनालाई कम्पिटिसनमा आइसकेपछि यो हल कहिले सकेला जस्तो हुन्छ मलाई नि भयो फर्स्ट इयरमा फर्स्ट एटेम्पमा कहिले यो हल सकेला कस्तो झ्याउला रहेछ भन्ने भयो फेरि सेकेन्ड एकचोटि पार्टिसिपेट गरेपछि त्यो प्लेटफर्ममा पुगेर यो प्लेटफर्मको इम्पोर्टेन्स बुझेपछि चाहिँ मलाई सेकेन्ड इयर फेरि कम्प्लिट गर्नु मन लाग्यो सो कम्पिटिसनमा आउने भने होला सेकेन्डरी रिजन सिक्नलाई होला केही गर्नलाई होला बट फर्स्ट रिजन सुड अलवेज बी टु विन एन्ड दिस हेज अलवेज बिन माई मेन्टालिटी सिन्स आई एम अ चाइल्ड टु क्लासको हुँदाबाट म चाहिँ धेरै कम्पिटिसनहरू फेस गरेँ मैले चाहे त्यो पब्लिक स्पिकिङ होस् या बिजनेस पिचिङ होस् मेरो मेन्टालिटी जहिले नि कम्पिटिसन भनेपछि इट हेज अलवेज बिन अबाउट विनिङ सो माई वान क्वेसन टु यु अल अगेन इज द्याट वाइ आर यु कमिङ टु हल प्राइज एट आइआर टु विन मैले सुनिन आली चर्को सबैजना सँगै वाइ आर यु कमिङ टु हल प्राइज एट आइआर अगेन ओके सो जित्नलाई र अब जित्नलाई के गर्नुपर्छ त तयारी राम्रो गर्नुपर्छ मिहिनेत गर्नुपर्छ ओके एनी अदर थिङ आई कट अफ अल अफ दिस द ओन्ली थिङ टु विन द कम्पिटिसन इज स्ट्राटेजी बुझ्नुभयो नो स्ट्राटेजी विथ कम्पिटिटिभ माइन्डसेट भनेको मैले भने पोजिटिभ माइन्डसेट भनेको अर्कैतिर जान्छ मैले कम्पिटिसन हारेँ द्याट इज स्टिल आइएम ओके मेरो साथीले जित्यो त्यो पोजिटिभ माइन्डसेटतिर गयो कम्पिटिटिभ माइन्डसेट इज म र स्नेहा उप्रेती क्लासमेट हो एकदम मिल्ने साथी हो बट सी इज माई कम्पिटिटर उसले मसँग अननोन वेमा यत्तिकै बोल्दाखेरि मेरो तिमीहरूको टिम प्रिपरेसन कस्तो भइरहेछ के हो त तिमीहरूको आइडिया मलाई भन न भनेर फ्रेन्डली वेमा सोध्यो बट सी इज नट माई फ्रेन्ड एट द्याट टाइम सी इज माई कम्पिटिटर तिमीहरू दुईजना एकदम मिल्ने साथी छौ डिफ्रेन्ट टिममा छौ एकअर्काको आइडिया एकअर्कालाई थाहा भयो भने नि देयर विल बी सम मिसम्याच तिम्रो टिमको स्ट्राटेजी के छ तिम्रो टिमबाट तिमी बाहेक अरू कसैलाई स्विक्कन जानु हुँदैन कि बरु ठिक छ कोही झगडा हो कि एकदम नराम्रो साथीसँग टिम अप गरेछौ भने नि टिममा भनेको फर्स्ट अफ अल सेक्रेसी एन्ड टिम स्पिरिट हुनुपर्छ बुझ्यौ दिस इज माई टिम र मैले कम्पिटिसन मेरो टिमको लागि जित्नु छ एट एनी कस्ट एन्ड कन्सन्ट्रेसन भङ्ग हुनु भएन है एट एनी कस्ट एन्ड एनी हाउ बुझ्नुभयो नि सो डिट्याच फ्रेन्डसिप कम्पिटिसनको कुरामा दिस इज माई कम्पिटिसनमा र अब चाहिँ नोट डाउन गर्नुहोस् कम्पिटिटिभ स्ट्राटेजी फर्स्ट थिङ आई अलरेडी सेड कुनै पनि कम्पिटिसनमा जाँदा त्यो कम्पिटिसनको म्यापिङ के छ ब्याकग्राउन्ड के छ के हो हल प्राइज भनेको मैले पब्लिक स्पिकिङको एक्जाम्पलबाट हल प्राइजले बुझाउन खोजेँ म एउटा स्पिच कम्पिटिसनमा जाँदैछु म 4 मिनट बोल्नुपर्ने छ त्यहाँ कम्पिटिसनको टपिक के हो र त्यो टपिकले मेन फोकस गर्ने फिल्ड कुन हो मैले त्यो थाहा नपाइकन म स्पिच कम्पिटिसनमा गएर म आउट अफ टपिक बोलेँ जसले म कन्टेन्टमा नि छैन तर म एकदम राम्रो बोलेँ भने पनि मैले कम्पिटिसन जित्छु कति पर्सेन्ट चान्स हुन्छ 0%। तिम्रो स्पिच मलाई एउटा टपिक दिएको छ स्पिचको बुक्स अर बाइट्स रे म बोल्दैछु जलवायु परिवर्तनमा मेरो मार्क्स आउँछ बट मेरो पब्लिक स्पिकिङ फेरि खत्रै छ के विल आई विन
नो राइट. सो भर्खरको सेसनमा थाहा भएको छ कि हल प्राइसको ब्याकग्राउन्ड थियो. एसटिजी छुनु पर्यो. मिन्स आज गएर के गर्नु पर्यो, मैले यो सबै कुरा डिटेलमा भन्न थालेँ भने मसँग 1 आवरको टाइम पनि एकदम लेस हुन्छ. सो आई विल जस्ट टेल सर्फेसली. कम्पिटेटिभ ब्याकग्राउन्ड स्टडी गर्नुहोस् आज गएर. द्याट वाट विल हल प्राइस एक्सपेक्ट फ्रम यु. कस्तो आइडियालाई हल प्राइसले बढी प्रायोरिटी दिन्छ अनि कस्तोवाला चाहिँ बिजनेस आइडियालाई अझै बढी लेभलअपमा चाहिँ जजेसहरूले लानुहुन्छ. सर्टिफिकेसनको कुरा आउँछ, डकुमेन्टेसन, प्रोटोटाइप, पिचिङ, प्रेजेन्टेसन, एभ्री पार्टहरू छ. र यसमा चाहिँ अब म भन्छु फर्स्टमा नम्बर 1 कम्पिटेटिभ स्ट्राटेजीको प्रेजेन्टेसन, विच मिन्स पिचिङ. म जसरी बोलिरहेको छु नि, दिस इज कल्ड पब्लिक स्पिकिङ. बट हल प्राइस अथवा कुनै पनि बिजनेसको फिल्डमा चाहिँ यसलाई पिचिङ भनिन्छ. वेयर यु आर एक्सप्लेनिङ योर आइडिया. मेरो दिमागमा कुनै स्टार्टअप आइडिया आयो, मैले त्यो कुरा एक्सप्लेन गर्दैछु भने त्यसलाई भनिन्छ पिचिङ. बुझ्नुभयो? विच मिन्स जस्ट सिम्पली एक्सप्लेनिङ वाट यु वान्ट टु डु अर वाट यु आर थिङ्किङ अबाउट एनी आइडिया. नर्मल कन्टेक्स्टमा यसलाई जस्ट बोलेको अर एक्सप्रेस गरेको भनिन्छ भने बिजनेसको फिल्डमा यसलाई पिचिङ भनिन्छ. हजुरको पिचिङ, हजुर कतिको कोही एकदम लजाएर बोलिरहेछ, कोही एकदम डराइरहेछ, कोहीलाई इङ्ग्लिसै बोल्न आउँदैन, कसैले क्वेसन ट्याकल गर्न सकिरहेको छैन भने अलरेडी 50% डाउन हुन्छ र यदि पिचिङ राम्रो छैन भने. सो फर्स्टमा पिचिङ चाहिँ के हुनु पऱ्यो? खतरा. पिचिङ कस्तो हुनु पऱ्यो? खतरा. अनि एउटा फ्लोमा जानु पऱ्यो, कतै अड्किन भएन, कतै. अनि अर्को छ अब पिचिङको स्ट्राटेजी भनेको चाहिँ स्क्रिप्ट बनाउनै पऱ्यो. होइन म त खतरा पब्लिक स्पिकर हो, म त सुई बोलिदिन्छु, मैले टाइम म्यानेज गर्न सकिहाल्छु. म अहिले यहाँ बोल्दा बोल्दै कति मिनट गयो मलाई थाहा छैन. खतरा पब्लिक स्पिकिङ हुम्ला, बट बोल्दा बोल्दै हजुरको टाइम कति जान्छ हजुरलाई थाहा हुँदैन. सो स्क्रिप्ट बनाउनै पऱ्यो. बुझ्नुभयो? अनि त्यो बनाएको स्क्रिप्टलाई घोक्नै पऱ्यो. अनि कुन स्लाइडमा म कुन स्क्रिप्ट बोल्दैछु त्यो थाहा हुनै पऱ्यो. यो स्लाइडमा यो स्क्रिप्ट बोल्ने, यो स्क्रिप्ट सकेपछि आई विल स्पिक अनदर स्क्रिप्ट. बुझ्नु भइरहेछ? यो चाहिँ एकदम इम्पोर्टेन्ट स्ट्राटेजी हो है, र सिम्पल स्ट्राटेजी नै हो. यो स्लाइडमा यो टिम मेम्बर बोल्छ. यदि 2टा टिम मेम्बर पिचिङ गर्दैछ भने यो स्लाइडमा यो टिम मेम्बरले यो स्क्रिप्ट बोल्छ, कटअप. अर्को स्लाइड अर्को स्क्रिप्ट, कटअप. त्यसरी सरर बग्ने एउटा स्क्रिप्ट रेडी हुनु पऱ्यो. त्यसपछि अब स्लाइड कस्तो बनाउने. स्लाइड बनाउँदाखेरि जहिले नि प्रोफेसनल स्लाइड हुनु पऱ्यो कि. हजुरहरूलाई सायद सेसनको टाइममा नि त्यो स्लाइड कस्तो हुनुपर्छ सोचेँ गरिन्छ. स्लाइड एकदम प्रोफेसनल हुनु पऱ्यो अनि एकदम टु द पोइन्ट हुनु पऱ्यो. स्लाइडमा धेरै कन्टेन्ट्स राख्ने होइन, लामो लामो नथिङ, डायग्राम एन्ड स्मल लाइन्स ओन्ली. सक्नुहुन्छ त बढी चार्ट र टेबलहरूबाट सो गर्नु पऱ्यो. त्यसको फर्मेट सेकेन्डरी पार्टमा आउँछ. सो मैले यसमा टाइम वेस्ट गर्न चाहन्न. थर्ड पोइन्ट इज पिचिङ गर्दा टिममा 3जना हुनुहुन्छ भने कि त एकजना कन्सट्यान्ट स्लाइड चेन्जिङमा बस्नु पऱ्यो, 2जनाले मात्रै पिचिङ गर्नु पऱ्यो. यदि 3जनाले नै पिचिङ गर्दै हुनुहुन्छ भने टर्न बाई टर्न स्लाइड चेन्जिङको सिक्वेन्स मिलाउनु पऱ्यो र कतै पनि ग्याप हुनु भएन. प्रेजेन्टेसन दिँदा हापाजार देखिनु भएन. एउटा टिम मेम्बर जाँदैछ, अर्को आउँदैछ, त्यहाँ टिम मेम्बरभित्र नै झगडा भएको स्टेजमा देखियो भने त्यो अर्को डिफेक्ट पोइन्ट आउँछ. सो पिचिङ र प्रेजेन्टेसनले मेन रोल प्ले गर्छ पर्फर्मेन्समा. 50 to 70% मार्क्स यसले क्यारी गर्छ. अनि अर्को प्रोटोटाइप. मैले एउटा प्रोडक्ट निकाल्दैछु, एप्पल क्यान्डी. एप्पल क्यान्डीको मैले प्रोटोटाइप दिन सक्नु पऱ्यो कि हामीले बनाउन खोजेको प्रोडक्ट यो हो. बुझ्नुभयो? एक्जाम्पल दिने के जजेसलाई सो गर्नु पऱ्यो. अर्को छ डकुमेन्टेसन. यदि अलरेडी स्ट्याब्लिस बिजनेस छ भने मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ अथवा त्यो पेपर वर्कहरू केही छ भने त्यो जजेसलाई सो गर्नुभयो. अथवा अलरेडी बिजनेस भइरहेछ भने 1 वर्ष भयो हाम्रो बिजनेस स्टार्ट भएको, 80 छ भनेर देखाउन सक्नु भने झन् बेटर. होइन मेरो बिजनेस स्टार्ट छैन, आइएम जस्ट इन आइडिएसन भन्यो भने पनि द्याट इज ओके. त्यसको कन्डिसनमा मेक रिकमेन्डेसन. कलेजबाट चाहिँ एउटा एक्जाम्पल जस्तो पेपर बनाउने. द्याट मैले चाहिँ यो प्रोडक्ट बनाएको छु, यसरी मैले हलमा देखाउनु छ, मेरो प्रोडक्टलाई एक्चुली टेस्ट के अरे हजुरले टेस्टिफाई अथवा एक्जाम्पल गरेर राम्रो छ भनिदिनुवाला रिकमेन्डेसन. ओडा, कलेज, एनटिएनसिए क्या कताबाट हुन्छ. इफ यु क्यान मेक द्याट. किनभने हाम्रो कन्फ्लिक्ट नै यहाँ आएको छ कि विनिङ टिमसँग एमओयू थियो, हाम्रो टिमसँग थिएन र हामी त्यही भएर नै सेकेन्ड भएको थियौँ कि. सो पेपर वर्कले एकदम भाइटल रोल चाहिँ प्ले गर्छ. दिस इज द थर्ड पोइन्ट. अर्को चाहिँ सायद आई गेस आई हेभ कभर्ड अप मोस्ट अफ द थिङ. टिम ब्रान्डिङ.
कसरी चाहिँ यु आर रिप्रेजेन्टिङ यर टिम एन्ड यर स्पिरिट, त्यही भएर नै मैले टी सर्ट लगाएर आएको है। यहाँ चाहिँ 3जनाको नाम कोल्याब भएको छ, हाम्रो टिमको नाम राख्दैन, हाम्रो 3जनाको नाम कोल्याब गरेको थियौँ। यु क्यान सी सो सायद लास्ट इयरको पार्टिसिपेसनमा हामी मात्रै एउटा टिम थियौँ जसले चाहिँ हाम्रो टिमको पनि टी सर्ट बनाएको थियौँ कि, एन्ड द्याट सोड आवर इन्थुजियाजम हुन्छ नि। टी सर्ट बनाउनु इज नट कम्पलसरी, but we had that excitement that we want to represent our team with the emotional bond and the team spirit which we had. So team bhitra मेरो साथी, मेरो team, and we will do it. We will prove ourselves in front of others भन्ने spirit चाहिँ हुनु नै पर्यो। That's all. यति नै हो मैले भन्नु खोजेको। अरू केही छ? Any questions? टिमको नेम चाहिँ पछि चेन्ज गर्न मिल्छ नि? एउटा स्टेजसम्म मात्रै मिल्थ्यो होला पहिला हाम्रो पारामा। अर्गनाइजिङ कमिटी हामी टिम नेम चाहिँ एकदम युनिक राख है, सो द्याट तिमी पार्टिसिपेट भएर नि तिम्रो टिम नेमले पनि एउटा ऊर्जा दियोस् के, एन्ड तिम्रो टिम नेम नै भाइरल होस् के। यु हेभ टु क्याच द्याट हाइप, किनभने कलेजको एकदम इम्पोर्टेन्ट इभेन्ट हो नि त। ब्रान्ड एन्ड हाइप क्रिएट गरेर क्या आफूले, बुझ्यौ नि? अरूलाई कसैलाई केही क्वेसन छ? छैन। छैन? ओके, थ्याङ्क यू प्राप्ति।